यस भिडियोमा हामी यी कलाकारहरूको वास्तविक नाम के हो, यी कलाकारहरूको घर कहाँ हो र यिनलाई जन्म दिने आमा बुवा कस्ता छन्, त्यति मात्र होइन यी कलाकारहरूको श्रीमान छोराछोरी कस्ता छन् लगायतका धेरै नै कुराहरू बुझ्नेछौँ। सो सुरु गरौँ बुहारी सिरियलको मुनाबाटै। नम्बर 5 प्रसन्ना कार्की। बुहारी सिरियलमा मुना उपनामले परिचित मुनाको वास्तविक नाम भने प्रसन्ना कार्की हो। साथीहरू, प्रसन्नाको जन्म भने विक्रमसम्म 2057 कार्तिक 28 गतेको दिन झापामा भएको थियो। तर पछि भने उनीहरू परिवार सहित नै सप्तरीको फतेहपुर भन्ने ठाउँमा सरे। त्यसैगरी उमेरले प्रसन्ना कार्की भने हाल 2083 अनुसार 25 वर्षको भए। बुहारी सिरियलबाट हामीले मुना उपनामले चिन्दै आइरहेको प्रसन्ना कार्कीको घर भने सप्तरीको फतेहपुरमै रहेको छ। त्यसैगरी उनको परिवारमा भने आमा बुवा र उनको एक बहिनी लगाएर जम्मा 4 जनाको परिवार रहेको छ। साथीहरू, तपाईहरुले मुनालाई बुहारी सिरियलबाट मात्रै चिन्दै आउनु भएको होला, तर त्यस्तो होइन। उनले बुहारी सिरियलमा मात्र नभई चर्चित सिरियल मै राम्रीमा समेत अभिनय गरिसकेकी छिन् र हाल मै राम्री सिरियल भने करिब 2 वर्ष 3 महिनादेखि नै बन्द भएको छ। सो त्यसैगरी अब उनको वैवाहिक जीवनको कुरा गर्नु पर्दाखेरि हाल मुना भने अविवाहित नै रहेकी छिन्। नम्बर 4 अन्जु निरौला। सकस सिरियलमा उहाँलाई हामीले मुना उपनामले चिन्दै आइरहेका छौँ। विक्रमसम्म 2047 मङ्सिर 12 गतेको दिन झापा जिल्लाको बुद्ध शान्ति भन्ने ठाउँमा उहाँको जन्म भएको थियो। उमेरले हाल अन्जु निरौला भने 2083 अनुसार 35 वर्षको हुनुहुन्छ। पढाइमा ब्याचलर कम्प्लिट गरिसक्नु भएको अन्जु निरौलाले 2013 तिरबाट भने कलाकारिता क्षेत्रमा पाइला टेक्नु भएको थियो। दलन सिरियल उहाँको पहिलो टेली सिरियल हो। यस सिरियलबाट उहाँको चर्चा नभए पनि उहाँले सुरुवाती दिनहरूमा आफन्त, साइली सिरियल र विभिन्न म्युजिक भिडियोहरूबाट नै अभिनय गर्दै आजको समयमा उहाँ यस स्थानमा हुनुहुन्छ। आजको समयमा उहाँलाई हामीले दर्जनौं म्युजिक भिडियो र सिरियलहरूमा देख्न सक्छौँ। त्यसैगरी अन्जु निरौलाको वैवाहिक जीवनको कुरा गर्नु पर्दाखेरि उहाँको श्रीमानको नाम भने सुनिल कार्की हो। उहाँहरू भने 2071 सालमा नै वैवाहिक जीवनमा बाँधिनु भएको हो। त्यसैगरी अन्जु निरौला र सुनिल कार्की बीच भने एक छोरी पनि रहेको छ जसको नाम भने अन्सु कार्की हो। त्यसैगरी उहाँको श्रीमान भने बिजनेस लाइनमा नै व्यस्त हुनुहुन्छ। नम्बर 3 सरिता ढुङ्गाना। जुठे सिरियलमा जुनकेरी जुनु उपनामले चिन्दै आए पनि उनको वास्तविक नाम भने सरिता ढुङ्गाना हो। जुठे सिरियलमा प्रमुख पात्रकै रूपमा देख्दै आएको जुनुको जन्म भने विक्रमसम्म 2053 ज्येष्ठ 2 गतेको दिन झापामा भएको थियो। उनी उमेरले हाल 2083 अनुसार भने 29 वर्षको भइन् र यही आउने 2083 सालको ज्येष्ठमा भने उनी 30 वर्ष पुग्ने छिन्। सरितालाई हामीले जुठे सिरियलमा मात्र नभई बाचा बन्धन सिरियल र विभिन्न म्युजिक भिडियोहरूमा समेत देख्न सक्छौँ। पिता गुना निधि ढुङ्गाना र माता कोशिला ढुङ्गानाको कुखमा जन्मेकी सरिता अर्थात् जुनुले भने मरिचमान श्रेष्ठ अर्थात् बल्छी ध्रुवे र राजु मास्टरकै सहायताले गर्दाखेरि नै उनले भाग 1 देखि नै जुठे सिरियलमा जुनु रोल पाएकी हुन्। त्यसैगरी सरिताको वैवाहिक जीवनको कुरा गर्नु पर्दाखेरि उनी भने अविवाहित नै छिन्। नम्बर 2 सुनिसा बाजागाई। बहुचर्चित नेपाली टेलिसिरियल सीताको एक प्रमुख पात्र हुनुहुन्छ सुनिसा बाजागाई, जसलाई हामीले यस सिरियलमा सीता उपनामले चिन्दै आइरहेका छौँ। विक्रमसम्म 2056 ज्येष्ठ 12 गतेको दिन सुनसरी जिल्लाको इटहरीमा उहाँको जन्म भएको थियो। उमेरले हाल भने सीता 2083 अनुसार 26 वर्षको हुनुहुन्छ र यही आउने 2083 सालको ज्येष्ठ 12 गते भने उहाँ 27 वर्ष पुग्नुहुनेछ। सानोतिनो सडक नाटक हुँदै मन्दला थिएटरबाट नै उहाँले भने आफ्नो करियर स्टार्ट गर्नुभएको हो। उहाँको अभिनय यात्रा यहीबाट नै सुरुवात भए तापनि बिस्तारै उहाँले भने अन्जु पन्त, स्वरूप राज आचार्यका गीतहरूमा भने अभिनय गर्ने अफर पाउनुभयो। त्यसैगरी मोडलिङ गर्दा गर्दै पछि सीताले 2018 मा आएको चलचित्र इन्टु मिन्टु लन्डनमा समेत समीरा शर्माको रोल निभाउने मौका पाउनुभयो। उहाँले अहिलेसम्ममा भने 100औं सर्ट मुभी र म्युजिक भिडियोहरूमा अभिनय गरिसक्नु भएको छ। त्यसैगरी उहाँको वैवाहिक जीवनको कुरा गर्नु पर्दाखेरि उहाँले हालै सन् 2022 जुलाईमा भने राज आचार्यसँग लगनगाँठो कस्नु भएको हो। राजलाई पनि हामीले कलाकारिता क्षेत्रमै देख्न सक्छौँ।
नम्बर 1 आशा खड्का। कान्छी भुन्टी टेली सिरियलमा अत्याधिक लोकप्रियता कमाउँदै आउनुहुने एक बहु ट्यालेन्टेड आर्टिस्ट हुनुहुन्छ आशा खड्का। उहाँले एक्टिङ मात्र नभई सिरियल लेखन निर्देशन सम्पूर्ण काम गर्नुहुन्छ। विक्रम सम्वत 2051 ज्येष्ठ 8 गतेको दिन दोलखा जिल्लामा उहाँको जन्म भएको थियो। उमेरले आशा खड्का हाल 2083 अनुसार भने 31 वर्षको हुनुहुन्छ र यही आउने 2083 को ज्येष्ठ 8 गते भने उहाँ 32 वर्षको पुग्नुहुनेछ। उहाँको जन्म दोलखा जिल्लामा भए तापनि उहाँको परिवार नै पछि भने रामेछाप सर्नु भएको थियो, जसले गर्दाखेरि आशाको बाल्यकाल पनि रामेछापमै बित्यो। काठमाडौँ कामको सिलसिलामा गएपछि निकै नै दुःख भोग्नुभयो। एक्टिङमा रुचि राख्नुहुने आशाको भेट भने गाउँकै दिदी रिता शिवाकोटी अर्थात् मुकुलीसँग भेट हुन पुग्यो। मुकुलीको चिन्जान भने कलाकारिता क्षेत्रमा अलि बढी नै थियो, जसले गर्दाखेरि आशाले पनि सानोतिनो काम गर्ने मौका पाउनुभयो। यसो गर्दा गर्दै उहाँले भने हर्के हवलदारमा सानो अभिनय गर्ने मौका पाउनुभयो। यसरी गर्दा गर्दै उहाँले आफैले भने लेखन सँगसँगै आफ्नै सिरियलको सुरुवात गर्दै कान्छी र भुन्टी सिरियलको सुरुवात गर्नुभयो। आजको समयमा यो सिरियलको लोकप्रियता कति छ भन्ने कुरा त तपाईहरुलाई पनि थाहा छँदैछ होला। आजको समयमा उहाँलाई नचिन्ने त सायदै होला। त्यसैगरी आशा खड्काको वैवाहिक जीवनको कुरा गर्नु पर्दाखेरि उहाँले भने चर्चित अभिनेता तथा क्यामेराम्यान सागर गौतमसँग भने विवाह गर्नु भएको हो र उहाँहरू बीचको भने एक छोरी समेत रहेका छन्। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। कमेन्ट गर्दा भने यो इमोजी कमेन्ट गर्न नभुल्नु होला, किनकि मलाई पनि थाहा हुनेछ यो भिडियो तपाईहरुले अन्तिमसम्म हेर्नु भएको छ भनेर। सो कमेन्ट गर्नु होला। बाइ।